गाइज नमस्ते, म सन्तोष बर्दिया अनि यहाँ मसँगै हुनुहुन्छ आदरणीय दाजु। हामीसँग अहिले मस्कटमा रुई है त यसको मस्कट रुईमा। सो आज चाहिँ हामी पुरै मस्कटको तातो घाम कस्तो हुन्छ त्यही छौँ। अनि यहाँ फेरि बाटो काट्दा चाहिँ हेर्नुपर्छ यो लाइनबाट। त्यस्तो छ हेर्नुहोस् यहाँको अवस्था। गर्मीको कुरा नगरौँ लगभग हजुर अब यहाँ चाहिँ खास अब जान चाहिँ हामी ट्याक्सीमै आएको भन्न मिल्थ्यो, तर ट्याक्सीमा चाहिँ आयो भने हामी प्राइभेट गाडीमै आयो। अब एकजना हामीलाई यहाँसम्म ड्रप गरिदिनु भएको थियो चिनेकै दाइले। अब तर अप्ठ्यारो के हो भने उहाँ एयरपोर्टबाट जाने पुल मास्तिर, हामी अलिकति तलबाट झन्डै 2-4 मिनट हिँड्नु परेको। कालो भए लाग्यो भने अलिक गाह्रो छ कि होइन। अनि यता एकदम चिसो भएको नि त, झन्डै यति बेला विराटनगर जस्तै भयो होला। ल यहाँ चाहिँ यस्तो छ गाइस होइन, -10 डिग्री। यहाँ टेक्सटाइल ब्याङ्क पनि आइपुग्नु लागेको छ। गाडी 20,000 छ। 1 महिना गयो त शीतल भयो कहाँ पोखरा हुने त नवलपरा बर्दा घाटतिर बिहारको नजिक पोखरा भने तपाईँ ज्याकेट लगाएर आउनुपर्ने। सो गाइज ल आइपुगिसक्यो ब्याङ्कको नजिकै। ब्याङ्क चाहिँ कुन चाहिँ फ्लोरमा छ एकदम हेरेर बाटो गर्नुपर्छ। यहाँ कुन लाइनबाट कहाँ भयो एकतर्फ हेरे हुन्छ। यहाँ ठाउँको गर्मी हो, यहाँ पानी कस्तो खालको पानी चाहिन्छ, हरियाली देखाउने पानी चाहियो कि डाँडा ढलिहाल्ने पानी पनि पाइन्छ, बाहिर देखाउन पाइन्न। भित्र त केटाहरूले दुई पार्टी बनाइरहेको हुन्छ। सो गाइज यो चाहिँ यस्तो छ हस्पिटलको लाइन हो। यता ग्लोबल केयर भर्खरै नुहाएर यो हाम्रो बजार अगाबाटै छ। ट्याक्सीमा आउनुपर्ने छ कि यहाँबाट त चढ्यो नि त्यति लिने होला होइन पैसा। जहाँबाट चढ्यो नि ट्याक्सीको भाडा पनि त्यहाँको स्टार्टिङ प्राइस चाहिँ पैसा हाल्नु। यो चाहिँ सिटी बस, यहाँको बस हो यो होइन गाइस। सो मैले चाहिँ आइकिन पहिलोचोटि हो यता सिटी बस देखेको।
जाँदा हिँड्दै रुमसम्म जानु त होला नि हैन? हिँड्दै जानुपर्ने रहेछ। अकोमोडेसनसम्म वहाँ त्यति भएपछि भिटामिन सी होइन त्यसले त यी पनि निकालिदिन्छ सब। हाम्रो त बानी बिग्रेछ है। हाम्रो त भित्रको ड्युटी भएर होला होइन, एसी टु एसी भएर होला। बाहिर त बाबा यो चाहिँ बस काउन्टर हो गाइस। ल अहिले चाहिँ लाग्छ हामी यो कस्तो आनन्द छ हौ यहाँ शीतल फेरि अहिले। यो चाहिँ बमन खोला हो होइन गाइस, तर यो पानी नभएको खोला। बर्खा बेलामा त माथि बाटोसम्म आइपुग्छ अरे भने सुने पानी परेको बेलामा। तर यहाँ वर्ष पानी पर्छ चाहिँ इन्द्रिय पर्छ भने सब आइकिन कसरी परेको अरे इन्द्रजी सधैँ जान्छ। खोला तर्ने पारि यो चाहिँ खजुर हो। आफूसै पनि गोरो मान्छे हो हेर्नु, गोरो घामले डढ्दा कालो तर अर्कोचोटि आउनु परोस् आज। पानी पनि छ अरे चिसो त सम्झिँदैन तातो चाहिँ आउँछ। ब्याङ्कमा पुगेर यसो खाउँला होइन, हामीलाई छुट होला। अहिले अफिस त खतरा ठाउँ छ अरे अस्तिका डेकोरेसन गर्दै थियो उहाँ बनाउँदैन।